आज त्यही मेरै देशको कुरा गरौँ होइन। अब देश यस्तै हो साथी, कहिल्यै पनि परिवर्तन भएको छैन केही। जति पाएछ यो गरिबीले मात्र दुःख पाएको छ देशमा होइन। तर देश परिवर्तन पनि अहिलेसम्म केही सुर्तेको पनि छैन होइन। तर कति जनता रोइरहेछ होइन। तर हाम्रो सरकार अलिकति राम्रो हुन्थ्यो भने होइन। तर अब जसले आँखा देख्दैन होइन, जसको खुट्टा छैन, त्यस्तो मान्छेलाई यसो सहयोग गरेर अलि राम्रो ठाउँमा व्यवस्था गर्नु पऱ्यो नि होइन। सरकार अलिकति राम्रो छ भने। तर जस्तो सरकार आए पनि यही गरिबले दुःख पाएको छ कि। अब गरिबले रोडमा मकै बेचिरहेको छ, उसैलाई लुट्या छ होइन। अब एउटा कुरो कसैले सानो फ्यान्सी पसल गर्यो होइन, त्यसैलाई दुःख दिया छ। गर्नु छ भने देशमा गरी खानेलाई गरी खान देऊ के होइन। अर्काको देशमा आएर यहाँ दुःख सुख गरेर कसरी टार्न सक्छ, त बाध्यताको कुरा होइन। आफ्नै देशमा गर्नु छ भने गरी खान देऊ। किन अर्कोलाई यहीले यो गर्यो उहिले यो गर्यो भने लुटफुट होइन तहल्का मचाउँछौ। त्यस कारणले देशमा परिवर्तन गर्नु छ भने आफू पनि गर, अर्कालाई पनि त्यही गर्न देऊ क्या पेसा होइन। आफू मात्र गरेर हुँदैन नि देश, सबैले देश बनाउनुपर्छ होइन। भनेपछि हाम्रो देशमा के छ भने अहिलेको स्थितिमा जुन कल्चरै अनेकौँ थरीको छ। अहिले जुन खतम छ देश होइन, कल्चर अनेकौँ छ, स्टाइल अनेकौँ छ। अहिले जुन कसैको विश्वास छैन, कसैको आशा छैन। अनि यो मान्छेको कहाँबाट कहाँ गइसक्यो मान्छे भन्नु त ल।